सुदन गुरुङले राजीनामा दिएको 47 दिनपछि पुनः गृह मन्त्रालयको नेतृत्व सम्हालेका गुरुङले पदभार ग्रहणसँगै दरबार हत्याकाण्ड सम्बन्धी प्रतिवेदन अध्ययन गरी थप छानबिन अघि बढाउने निर्णय गरेका हुन्। 2058 जेठ 19 गते भएको नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका प्रतिवेदन अध्ययन गरी थप छानबिन गरिने निर्णय गृहमन्त्री सुदन गुरुङले गर्नुभयो। माओवादी नेतृत्वको सशस्त्र द्वन्द्व चलिरहेको समयमा 2058 सालमा तात्कालिक राजा वीरेन्द्र र उनको वंशनाश हुने गरी भएको हत्याकाण्डलाई कतिपयले अझै रहस्यका रूपमा हेर्ने गरेका छन्। यो घटनाको सत्य तथ्य पत्ता लागोस् भन्ने धेरैको चाहना छ, तर 25 वर्षपछि यसको अनुसन्धान र छानबिन कसरी सम्भव हुन्छ? प्रश्न धेरैको मनमा छ, किनकि नेपाल प्रहरीसँग अनुसन्धान टुङ्गो नलागेका कति धेरै आपराधिक घटना छन्। त्यसैले पनि दरबार हत्याकाण्डलाई कसरी सुल्झाइन्छ धेरैलाई अपत्यारिलो लागेको छ। जेठ 19 गते शुक्रबार राति नारायणहिटी राजदरबारमा भएको उक्त हत्याकाण्डमा राजा वीरेन्द्र र रानी ऐश्वर्यको ज्यान गएको थियो। आमा बुवा सहित परिवारका सदस्यहरूलाई अत्याधुनिक राइफलबाट गोली प्रहार गरेका भनिएका युवराज दिपेन्द्र गम्भीर घाइते भएका थिए। छाउनी स्थित सैनिक अस्पताल पुर्याइएका दिपेन्द्र अचेत अवस्थामै राज भए अनि त्यही स्थितिमै उनको मृत्यु भयो। जेठ 19 को घटनामा दिपेन्द्रका भाइ तथा अधिराज कुमार निराजन र बहिनी अधिराज कुमारी श्रुतिको पनि मृत्यु भएको थियो। राजा वीरेन्द्रका दुई बहिनी शान्ति र शारदा अनि कान्छा भाइ धीरेन्द्रको पनि ज्यान गयो। राज परिवारका अन्य सदस्य र नातेदारले पनि ज्यान गुमाए। दिपेन्द्रको पनि उपचारका क्रममा जेठ 22 गते बिहान 3:45 बजे निधन भएपछि वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाहले राजगद्दी सम्हाले पनि अब 3 करोड नेपाली जनताहरूको आशा भरोसा गृहमन्त्री सुदन गुरुङमाथि मात्र छ। राइफलबाट गोली प्रहार गरेका भनिएका युवराज दिपेन्द्र गम्भीर घाइते भएका थिए। छाउनी स्थित सैनिक अस्पताल पुर्याइएका दिपेन्द्र अचेत अवस्थामै राज भए अनि त्यही स्थितिमै उनको मृत्यु भयो। जेठ 19 को घटनामा दिपेन्द्रका भाइ तथा अधिराज कुमार निराजन र बहिनी अधिराज कुमारी श्रुतिको पनि मृत्यु भएको थियो। राजा वीरेन्द्रका दुई बहिनी शान्ति र शारदा अनि कान्छा भाइ धीरेन्द्रको पनि ज्यान गयो। राज परिवारका अन्य सदस्य र नातेदारले पनि ज्यान गुमाए। दिपेन्द्रको पनि उपचारका क्रममा जेठ 22 गते बिहान 3:45 बजे निधन भएपछि वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाहले राजगद्दी सम्हाले पनि अब 3 करोड नेपाली जनताहरूको आशा भरोसा गृहमन्त्री सुदन गुरुङमाथि मात्र छ।